Okay, Kuya. Hi, have a good trip. Thank you. God bless your trip. Thank you. I'll miss you. बिचारा बाजेले खाता खाँदै रहेछ र पनि ओके अब्बा अनि ओले toda rabba Corto. gamlecha aber ani roce niskiego ba aros lama je aros tylko kolas man time Shelly? yalla bye aballe Bye. Take care. bakasha toda निकै लामो समयको अन्तरालपछि म हजुरहरूलाई स्वागत गर्दछु मेरो यो आजको नयाँ एपिसोड अथवा प्रकरणमा र मलाई आशा छ कि आजको एपिसोडलाई पनि सदाझै हजुरहरूले मन पराइदिनुहुन्छ होला भनी र यो एपिसोडमा म तपाईहरूलाई इजरायलबाट मेरो घरसम्मै म लगेर जानेछु मेरो यो भेकेसनको यो जुन यात्रा छ भनौँ यहाँ मेरो छुट्टीको जुन यो एउटा मैले यात्रा तय गरेको छु हजुरहरू समक्षमा आज यसरी प्रस्तुत गरिरहेको छु सो प्लिज डु इन्जोय दिस भ्लग हुन्छ हुन्छ बस्नु दिदी पुरै सुती सुती जाँदा पनि हुन्छ Rothschild 20 Sderot Rothschild 20 लु दिदी पनि भ्लगमा हुनुहुन्छ है ल हाम्रो विनिता दिदी पनि हामीलाई जोइन गर्नुभयो है लु अघि यहाँ पनि हुनुहुन्छ आस्था दिदी हाम्रो यहाँ चाहिँ के भन्छ ब्रदर फ्रम अनदर मदर भन्छ है तर यहाँ चाहिँ अब सिस्टर फ्रम अनदर मदर भन्दा हो एकदम रगतको साइनोले नभेटे पनि आफ्नै दिदी जस्तो लाग्ने है दिदीहरू यतातिर इजरायलमा आएर मैले कमाएको दिदीहरू कमाएको दिदीहरू त्यही त हुन्छ थ्याङ्क यू सो मच ल हाम्रो फोर्थ क्यान्डिडेट आजको थ्याङ्क यू सो मच ल पेपरको लागि हजुर थ्याङ्क यू पनि हो 5 सेकेन्ड हो एउटाको कतिवटा पेपरको कति हो तपाईको अमानत So we are full now. We are good to go. मैले ठक्क देखेँ हैन यता म आउँदै थिएँ यही होला भनेर उता जानुहुन्छ होला जस्तो लागेर चाहिँ नि कल गर्नु भन्दा ठिकै कल आयो हो दादाको अन्त युटर्न गर्नु भन्दा त्यही जानुभयो र यहाँ चाहिँ हाम्रो वन्दना बहिनी है कतिको एक्साइटेड हुनुहुन्छ भन्नै सक्दैन सक्दै छैन मेरोमा कतिको चाहिँ एक्साइटेड छु भनेर र उहाँले चाहिँ सरप्राइज दिन्छु भन्नुभएको रहेछ है घरको मान्छेहरूलाई सो स्पेशली आमा बाबा है छैन म अब यो टाइम आउँदैछु भनेर हो सो द्याट्स ग्रेट भेरी मच एक्साइटेड र हाम्रो यहाँ विनिता दिदी कति एक्साइटेड हुनुहुन्छ चार साल है दिदीको सेम रहेछ हामी 4 साल ओके जान्छु भन्ने चाहिँ त्यस्तो उयो चाहिँ थिएन अचानक अब छुट्टी मिल्यो है त्यसले गर्दाखेरि धेरै एक्साइटेड भाइ हुन्छ थ्याङ्क यू ल हाम्रो दिदी हाम्रो आस्था दिदी यहाँ चाहिँ
दिदीको चाहिँ अब एउटा के भन्नु अब होइन अब लेस एक्साइटेड Less excited. है स्ट्रेस लेभल अलिकति बेसी नै छ तर घर जाने खुसी चाहिँ छँदैछ है छँदैछ, तर मेरो लागि चाहिँ सबभन्दा एउटा राम्रो चाहिँ के भयो भन्दा भाइहरूसँग बहिनीहरूसँग जाँदैछु है यो टेन्सनको बेलामा एक्लै जानुभन्दा बेटर चाहिँ साथमा कोही छ Okay. त्यो खुसीको कुरा मेरो लागि धेरै धेरै सपोर्ट ठिकै छ। भयो है। अन्त हेरौँ र- भेटौँ है हुन्छ, र धन्यवाद। एकदम आशा गर्छु है दिदीलाई जुन कुरामा स्ट्रेस भइरहेको छ त्यो सबै हटेर जाओस् त्यही त है। र यसरी एकअर्कासित हामी बात गर्दै अनि परदेशको लामो बसाइको अनुभवहरू पनि साटासाट गर्दै हाम्रो गन्तव्य बेनगुरियन अन्तर्राष्ट्रिय हवाई अड्डातर्फ हामी लागिरहेका थियौँ हाइफा सहरलाई छोडेर। अनि यसरी तेल अभिभ सहरको छेउमा आइपुग्दा हामीले बेनगुरियन हवाई अड्डा छेउमा आइपुग्यौँ हामी भन्ने आभास गऱ्यौँ र हामीले पत्तै पनि पाएनौँ कि समय कति छिटो बित्यो अनि हामी यसरी हाम्रो इजरायलको अन्तिम गन्तव्यमा आइपुग्यौँ भने। Thank you. Nice flight. Have a nice flight. Have a nice flight, sir. תודה רבה, שבוע שבוע טוב. טוב. Sorry? Straight and right. Thank you. Finally, बल्ल बल्ल है बस्न पाइयो एयरपोर्ट एरोप्लेनभित्र प्लेनभित्र। यसरी विभिन्न प्रकारको औपचारिकताहरू अथवा फर्मालिटिजहरू समाप्त गरेर हामी हाम्रो यात्रालाई अगाडि बढाउँदै हामी लाग्यौँ दिल्लीतर्फ इजरायलको धरतीलाई छोडेर। अनि यसरी रातको यो मनोरम दृश्य तेल अभिभ सहरको देखेर मन अति नै हर्ष विभोर हुन गयो। अनि हाम्रो जुन एउटा यात्रा छ घरसम्मको यात्रा त्यो यात्रालाई पनि सम्झँदै र घरको अनुहारलाई पनि सम्झँदै खुसी हुँदै हामी पुग्यौँ हाम्रो देशको राजधानी दिल्ली। Welcome to India. Welcome to India. Hi, good morning. Delhi. Delhi है Delhi. डाली भन्नु नि बतासे यसरी हामी इजरायल हुँदै हुँदै हो तेल हजुर, अभिभ हजुर, आइपुग्यो। तेल अभिभ दिल्ली आइपुगे। तेल अभिभ हुँदै इजरायलबाट दिल्ली आइपुगे। यसले गर्ने साह्रो परेछ भने नि भाइ ए फेरि चेकिङहरू डल्दै
भएर अब चाहिँ नेक्स्ट फ्लाइट पक्रिँदैछौँ है टु बागडोग्रा। आई एम अलरेडी टायर्ड है, हेरौँ अब। लो बागडोग्रा पनि आइपुग्यो। मजाल तो कङ्ग्रेचुलेसन। यहाँ चाहिँ अब हाम्रो भाइले हाम्रो बेगहरू निकाल्नु हुँदैछ। हाम्रो भाइ हेल्पफुल पनि हुनुहुन्छ। जतिकै हाम्रो भाइ हेल्पफुल हुनुहुन्छ त्यतिकै रमाइलो मजाको पनि हुनुहुन्छ। यो मेरो सफर राम्रो भयो भाइसँग। वेलकम ब्याक। कहाँनिर हो गाडी? सिलगढी हाँसीमारा जयगाउँ। अहिले भर्खर आइपुगेको है पनि मोटामोटी ठिकै टाइम लाग्छ है। हेलो यसरी सबैजना आफ्नो आफ्नो घरतर्फ लागेपछि म पनि मेरो गाउँको भाइको गाडीमा चढेर दाजुसित आफ्नो घरतर्फ लागेँ र यसरी घरसम्मको लगभग 3 घन्टे जुन यात्रा छ त्यस यात्राको दौरान मैले मेरो जुन घरतर्फ जाने बाटोहरू मैले देखेँ र त्यस बाटोमा 4 वर्षको लामो अन्तरालपछि यसरी हिँड्न अथवा गाडीमा चढेर घुम्न पाउँदाखेरि म अति नै हर्षित थिएँ र मनमा एक प्रकारको आनन्द थियो र त्यो आनन्द बयान गर्न नै हो भने जीवनमा घरिघरि आउँदैन। र यसरी मधेसको तेर्सोलाई छोडेर गाडीले पहाडको उकालो चढ्न लागेपछि झन् मनमा खुसीको वर्षा हुन थाल्यो र आफ्नो ठाउँ मङ्पु यसरी आइपुगे म। यसरी घर पुग्दै गर्दा हाम्रो घरको अभिभावकहरूमध्ये एक हाम्रो कान्छी फुपूलाई देख्दा अति नै खुसी लाग्यो अनि मनमा धेरै आनन्द पनि आयो। तर ठुली फुपू हामी बीचमा हुनुहुन्न भन्ने जुन एउटा तितो सत्य मनमा मैले महसुस गरिरहेको थिएँ त्यस बेला, त्यस तितो सत्यले भने मनमा अलिकति भए पनि केही दुःखको एउटा आभास गराइरहेको थियो। हाम्रो निम्ति अभिभावकको रूपमा धेरै समयकालदेखि हाम्रो फुपूहरू हाम्रो साथमा रहँदै आएका छन् र ठुली फुपूलाई पोहोर साल मात्र हामीले गुमायौँ। तर कान्छी फुपू भने वृद्ध अवस्थाको सङ्घारमा पाइला टेक्दै भए तापनि आजसम्म हामीसँग हातेमालो गरेर हिँडिरहेकी छिन् र म धेरै आशा गर्छु, ठुलो आशा गर्छु आउँदो दिनहरूमा धेरै समयसम्म हामी हाम्रो जीवन यात्रालाई अगाडि बढाउन सकौँ।